आज हामी नाउन प्लस दुल अथवा हरू जस्तै दुल अथवा हरूलाई हामी बुझ्नेछौँ। जस्तै वाक्यमा नामपदसँग जोडिएर दुई वा दुई भन्दा बढी संख्यालाई दुल अथवा हरू भनेर बुझाउँछ। जस्तै नेपाली भाषामा पनि नामपदको पछाडि जोडिएर बहुवचन बनाए जस्तै कोरिया भाषामा पनि वाक्यको नामपदमा दुल जोडेर बहुवचन बनाइएको हुन्छ। त्यस्तै हामी उदाहरणमा हेर्न सक्छौँ। सिंहदुरी मानि इस्सयो साथीहरू धेरै छन्। त्यस्तै हाक्सिङदुरी साउगो इस्सयो विद्यार्थीहरू झगडा गरिरहेका छन्। खुदुरी होइसिगेछ सुरुल मास्यसयो तिनीहरूले कम्पनीको पार्टीमा रक्सी पिए। जस्तै यहाँ चाहिँ दुलले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। जस्तै छिङ्गु दुरी नामपदको पछाडि दुल जोडेर साथीहरू। जस्तै यहाँ संरचनामा हामी थोरै हेर्नेछौँ। छिङ्गु प्लस दुल साथीहरू। जस्तै साथीहरू दुल पछाडि दुल नामपदको पछाडि दुल थपिएर हरू भयो साथीहरू। त्यस्तै साराम प्लस दुल मानिसहरू। जस्तै मानिस प्लस दुल मानिसहरू। थोङमुल प्लस दुल जनावरहरू थोङमुल जनावर दुल भनेको हरू। त्यस्तै सो प्लस दुल गाईहरू